दर्शकबिन अहिले हामी यो भक्तपुरको शुभकामना पार्टी प्यालेसमा छौँ। यहाँ आज अब हामीलाई जानकारी भएअनुसार यहाँ सन्त रामपालजी महाराजका अनुयायीहरूले एउटा सत्सङ्ग कार्यक्रमको आयोजना गर्नुभएको छ र कार्यक्रम लगभग अब अन्तिम चरणमा रहेको हामीले जानकारी पायौँ र कार्यक्रममा सन्त रामपालजी महाराजका अनुयायीहरूको साथसाथमा गैर अनुयायीहरू पनि के रहेछ त यो यहाँ के सुनाइन्छ त सत्सङ्ग भनिएको छ सत्सङ्गमा के कस्ता कुराहरू सुनाइन्छ भनेर जिज्ञासुहरू हैन अनि चाहिँ अब भगवानको बारेमा जान्न इच्छुक व्यक्तिहरू पनि आउनुभएको हामीले जानकारी पाएका छौँ। त्यही अन्तर्गत मसँग एकजना यहाँ दिदी हुनुहुन्छ। के कारणले आउनुभयो के सुन्नुभयो आज के सुन्नुभयो साथसाथमा आउनुभन्दा अगाडि के जानकारी थियो त उहाँसँग थोरै कुराकानी गरेर तपाईँलाई अहिले मैले जानकारी दिने कोसिस गरेँ। दिदी नमस्ते। हजुरको नाम? विमला कर्मचारी। कहाँदेखि आउनुभयो? भक्तपुरबाट। आज चाहिँ यहाँ सत्सङ्ग भएको रहेछ सन्त रामपालजी महाराजले सत्सङ्ग दिनुभयो अनि उहाँका अनुयायीहरू आउनुभएको भयो। हजुर चाहिँ गैर अनुयायी भन्नु भएन? हजुर हजुर। अनि आजभन्दा पहिला चाहिँ उहाँको विषयमा अथवा चाहिँ उहाँलाई दिने ज्ञानको विषयमा चाहिँ के जानकारी थियो हजुरलाई? होइन यसमा चाहिँ मेरो भाइ हुनुहुन्थ्यो कृष्ण सुन्दर कर्मचारी, उहाँको मार्फतबाट चाहिँ सुनेर अनि आएको। अनि के जानकारी छ त हजुरलाई? अब उहाँले त केही भन्नुभएको थियो होला कि अथवा के जानकारी छ सन्त रामपालजी महाराज अनि उहाँले दिने ज्ञानको विषयमा हजुरलाई के थाहा छ? त्यो भाइबाट थाहा पाएर चाहिँ होइन ज्ञान गुणको सद्गुणको सद्मार्गहरू देखाउने बाटोहरू यस्तो यस्तो हुन्छ भनेर भन्नुभएको थियो भाइले। अनि कस्तो हुँदो रहेछ भनेर आज म फर्स्ट टाइम हेर्न आएको सुन्न आएको प्रवचन। अनि आजको प्रवचनको विषयवस्तु चाहिँ के थियो आज के सुनाउनु भयो गुरुजीले? गीता ज्ञानमा चाहिँ होइन धर्म सम्बन्धी ज्ञानका बाटोहरू यस्तो उस्तो भनेर प्रवचनहरू सुनाउनु भएको थियो, त्यही सुन्न आएको म। अनि हजुरले पहिलोपटक सुन्नुभएको भयो होइन? पहिलोपटक सुनिसके पछाडि त अब त्यति साह्रो त सायदै बुझिएला होइन? खास के चाहिँ बुझ्नुभयो तपाईँले आज? आज फर्स्ट टाइम भएकोले मैले त्यति धेरै त बुझ्न सकिनँ। अब फेरि आउँदाखेरि चाहिँ बुझिन्छ कि भन्ने आशा। अनि यसो नि जस्तै अब पहिला पनि सुन्नुभएको भयो आज सत्सङ्ग पनि सुन्नुभएको भयो होइन? अनि यति सुनिसके पछाडि यति कुराहरू हेरिसके पछाडि हजुरलाई चाहिँ यो मार्गमा यो कुरा चाहिँ साह्रै राम्रो रहेछ ओहो भन्ने चाहिँ केही भयो? त्यस्तो त मैले राम्रोसँग बुझ्न पाएको छैन, पहिलो भएकोले त्यति धेरै उ गर्नु पाएको छैन मैले होइन? तर राम्रै छ, अलिअलि सुन्दाखेरि चाहिँ ज्ञान बुझियो, तत्त्व सत्य कुराहरू यस्तो रहेछ भनेर ज्ञान गुणका कुराहरू बुझियो। अनि के अब भोलि यो त सायद उहाँहरूको नियमित कार्यक्रम जस्तो लाग्छ होइन? अब आज चाहिँ हामी भक्तपुर भएकोले हामी खोप अर्थात् भक्तपुरबाट चाहिँ यहाँ रिपोर्टिङमा छौँ अनि हामीले जानकारी पाएअनुसार उहाँहरू चाहिँ प्रत्येक हप्ता कार्यक्रम गर्नुहुन्छ अरे शनिबार। अब के त्यसो भए अर्को हप्ता उहाँहरूले यदि कार्यक्रम गर्नुभयो भने हजुर जानुहुन्छ? सायद आउँछु होला मिलाएर। जे होस् अब तपाईँलाई चाहिँ ठिक छ जस्तो चाहिँ लाग्यो? ठिक छ, यस्तो ज्ञानगुणका कुराहरू भइराख्नुपर्छ होइन? मान्छेहरूलाई बाँड्नुपर्छ, सद्मार्गमा लानुपर्छ भन्ने मेरो धारणा छ। जस्तै छ नि जस्तै अब यो सत्मार्गको कुरा भयो धर्मको कुरा भयो। धर्मले त मानिसलाई सही बाटोमा लग्छ होइन? जस्तै कानुनले जसरी यो गर्न हुन्छ यो गर्न हुँदैन भनेर सतर्क गराउँछ नि, त्यस्तै गरेर कानुन बन्न अगाडि त भगवान थियो। भगवानले चाहिँ सतर्क गराए पाप कर्म गर्नुहुन्न, चोरी गर्नुहुन्न, ठगी गर्नुहुन्न भनेर भगवानले नै सुनाउने यही कुराहरू त सुनायो होला नि होइन? हजुर यस्तै हो यस्तै सुन्न पायो मैले। हुन्छ ल जे होस् तपाईँलाई चाहिँ खुसी लाग्यो आज आएर? खुसी लाग्यो, मलाई धेरै खुसी लाग्यो। हुन्छ ल जानकारीको लागि धन्यवाद। धन्यवाद, नमस्ते सर साहब।